हेलो गाइज, नमस्ते सम्पूर्णमा। हामी चाहिँ यति बेला आइपुगेको छौँ ललितपुर मनमोहन पार्क निर्माण स्थल महालक्ष्मीमा नपाक वडा नम्बर 10 ललितपुर लाकुरी भन्ज्याङ। ल ठिक छ, लाकुरी भन्ज्याङ। हामी सँगसँग आउनु भएको छ हाम्रो सरहरू पनि। हेलो हेलो, बिस्तारै है। यहाँ चाहिँ हुनुहुन्छ हाम्रो सर म्यामहरू। हेलो, हामी चाहिँ यहाँ यति बेला हिँड्दैछौँ सिडी नै लडिन। राम्रो रहेछ यो है, पर्यटन दृष्टिकोणले यो चाहिँ राम्रो टावर, भ्यू टावर पनि बनाएको रहेछ। अलिकति जताततै चाहिँ फोहोरहरू अलिकति फालेको रहेछ, अलिकति नत्र भने त समग्रमा राम्रो रहेछ। पिकनिक खाना ओर्न गर्ने ठाउँ रहेछ यो। त्यही कारणले सम्पूर्णलाई पिकनिक खाना ओर्न र यो पार्क हेर्न आउन म हार्दिक अनुरोध गर्दछु। रमाइलो रहेछ ठाउँ एकदमै। सबैजना साथीभाइहरू चाहिँ एकपल्ट आइपुग्नु पर्ने ठाउँ रहेछ। हामी चाहिँ आइपुग्यौँ। अब तपाईँहरूको पालो। वाह, कस्तो राम्रो देखेको है। गाह्रो भएको साथीहरूलाई एकदम गाह्रो आउनु होला, पाल्नु होला, किनभने एकदम रमाइलो ठाउँ रहेछ। एकदम रमाइलो ठाउँ रहेछ। सुन्दर सफा हरियाली होइन। मनमोहन पार्कमा हामी आउँदैछौँ। एकदम रमाइलो ठाउँ रहेछ। यो पार्क जाने चाहिँ तलदेखि माथिसम्म यस्तो सिधी रहेछ। अनि यो चाहिँ यस्तो राम्रो पार्क रहेछ। यहाँ टोइलेटको पनि व्यवस्था रहेछ। अनि त्यसपछि यो पार्कमा चाहिँ यति ठुलो रहेछ। यो के हो नि, यो के हो सर? यो टावर ए त्यसो हामी माथि जानु नपाउने हो? ठिक छ, दामी रहेछ। ल तर यो पार्क के बित्ति फोहोर गरेको यतातिर? सफाइ अलि भएन छ भनेपछि एकछिन त यहाँ जानु परेन। मनमोहन हामी चाहिँ मनमोहन पार्कमा आयौँ, घुम्यौँ। हामीलाई चाहिँ रमाइलो भयो। तर डाँडा हरियाली वाउ एकदम राम्रो छ हो। सरलाई भर्याङ जरेर गाह्रो भयो होला पानी दिनु। तपाईँ पनि खानु। हाम्रो मोटो घाटो बलियो सरलाई फेरि गाह्रो होला। देख्नुभयो कति प्यास लागेछ उहाँलाई? खानुहोस्। उहाँ पनि आफ्नो विगतका कुरा भन्दै हुनुहुन्छ। खानु हो पानी, यस्तो हिँडेर खानु। त ओके। उहाँ चाहिँ हाम्रो रणबहादुर सर यहाँ भर्खर आइपुग्नु भयो। थाकेछ बिचरा। थाक्न खोजेछ यहाँ घुम्दा राति ज्वरो आयो रे। हेलो म्यामहरू, नमस्ते। गाह्रो भयो, थाक्यो है? इन्जोय भइरहेछ हजुरहरूसँगको घुमाइ। एकदम धेरै खुसी लाग्यो। एक्सपिरियन्स थ्याङ्क यू। भयो, मन पनि थियो। मलाई सम्झिनु भएकोमा धेरै धन्यवाद। सम्झिनु परिहाल्ने यति राम्रो म्यामहरूलाई। यस्तो राम्रो ठाउँ, राम्रो म्याम। ओहो, आज चाहिँ हामी मनमोहन मेमोरी पार्कमा आएर मस्तले घुमेर टिकटक बनाएर भिडियोहरू खिचेर एकदम रमाइलो गऱ्यो। हजुरहरू पनि भ्याउनुहुन्छ भने यहाँ घुम्न आउनु होला। हामीलाई चाहिँ रमाइलो भयो। थ्याङ्क्स फर वाचिङ गाइज।